हेलो साथीहरू र अवस्था सधैँ हुन्छ पपडी सधैँ है हजुरहरूपट्टि सधैँ हुन्छ होला साथीहरू बाहिर कुकुर खराउँदैछ ल आज परवल भुट्न लगाएको साथीहरू ल हेर्दैछ परवल र आलु मजाले परवल त म त एकदम बसिलो पारेर काटेको अनि अलिकति जिरा हालेर प्याज हालेर अनि परवल रातो पारेर भुटेँ अनि त्यसपछि आलु उसिरेको हालिदिएको साथीहरू अनि मेरो तरकारीमा त तेल हुँदैन धेरै हजुरहरूलाई थाहा नै होला हजुरहरूलाई तेल बढी पर्छ अरे अलिक बढी हाल्नु एकदम मिठो हुन्छ साथीहरू अनि लसुन अदुवा रायो तरकारी पिरेर अनि जिराको धुलो धनियाँको धुलो अलिअलि हालेर ल यसरी फुटिदिएको साथीहरू अनि त अब यसै खानु एकदम मिठो हुन्छ साथीहरू यो पिरो खानु मन लाग्छ भने हजुरहरू आज गोलभेडा छैन साथीहरू आज गोलभेडा हाल्दैन अनि हजुरहरूलाई अलिक पिरो मनपर्छ भनेर पिरो हाल्नु खुर्सानीको धुलो हाल्यो भने राम्रो देखिन्छ मलाई मन पर्दैन भनेर हाल्दैन है साथीहरू तर भिडियो लाइक गरिदिनुहोस् है साथीहरू सबैजना हेरिदिनुहोस् है म त सहजै गरिदिन्छु मोबाइल खोल्ने बित्तिकै भट्टाभट आउँछ अनि गरिदिन्छु